भुपी शेरचनको कविता घुम्ने मेचमाथि अन्धो मान्छे। दिनभरि सुकेको बाँस चाहिँ आफ्नो खोक्रोपनमाथि उघेर पछुताएर, दिनभरि रोगी मलेवा झैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर घाउहरू कोट्याएर, दिनभरि सल्लाघारी झैँ एक्लासमा अव्यक्त वेदनाले सुक्क सुक्क रोएर, दिनभरि पाते च्याउ झैँ धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफूलाई ढाकेर, साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ डल्लिएर नयाँ सडक र नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार, चिया र पानको पसल बन्छ, किसिम किसिमका पोसाकमा ओहोर दोहोर गर्छन् थरी थरीका हल्लाहरू, हुल पारेको कुखुरा झैँ कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ मोटरहरूको प्रकाशदेखि तर्सेर। अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरू उठे झैँ र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हामफाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई, पूर्व जुनी र मृत्युलाई। यसरी नै सधैँ चियाको किटलीबाट एउटा सूर्य उदाउँछ, सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ। घुमिरहेकै छ म बसेको पृथ्वी पूर्ववत फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि, दृश्यहरूदेखि, रमाइलोदेखि, प्रदर्शनीको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै।